हेलो हेलो साथीहरू, आज चाहिँ हामी पिकनिक खान जान लागेको। हेर्दै गर्नुहोस्, यहाँ जान लागेको चट्टा पारेर हेर्दै गर्नुहोस् होला। सबै भिडियोहरू आउने छ। गाइस, वेलकम टु बाली दिदीको च्यानल। अनि हामी चाहिँ पिकनिक जाँदैछौँ गाउँले लोकल पारमा। तिम्रो नाम भन। मेरो नाम सुशान्त कुमार। तपाईँको नाम भन्नु। यता आएर नमस्ते। अनि चाहिँ प्रविशा तामाङ। गाइस, अब चाहिँ हामी यतिजना छौँ होइन, पिकनिक खान जान लागेको। त्यहाँनिर एउटा साथी छ मेरो, अब त्यो साथी पनि जान्छ। अनि त्यहाँ गएपछि हामी देखाउने छौँ के खानेवाला छौँ र के गर्नेवाला छौँ। आज धमाका हुनेवाला छ। तपाईँहरू हेर्दै गर्नुहोस्। उहाँ गएपछि हामी देखाउनेवाला छौँ साथी घर गएपछि। सो गाइस, हामी चाहिँ यहाँ साथी घरमा आइसकेको छौँ। देख्न सक्नुहुन्छ, यो चाहिँ साथीको घर हो। सरप्राइज दिन हामी आयो भनेर हामी साथीको घर आइपुग्यो गाइस। देख्न सक्नुहुन्छ, यो चाहिँ मलाई खाएर आउँछ गर्नुहुन्छ। तो कालो वाला दिनु कासी कालो सातवटा है सातवटा काट्ने 1 2 3 4 5वटा मात्र हो यहाँ 6 7 दुईटा अनि 500 पर्दैन म चाहिँ यहाँ दोकानदार है गाइस। ए उगन भ्यारबुर त्यो रातो वाला हो कि यो कालो वाला हो? त्यही त भन्दैछु नि, झन् त्यो रातो र कालो भनेर। यो 2x हो। उयो चाबीको उयोले घर र गर्न ए भेटिसकेछ त। ऊ यहीँ रहेछ त। बनाइराख्ने हो। 500 त हो 500 हो 8वटा मात्रै लानु हो कि अरू नि लानु हो कि हामी 500 मात्रै के अरे चाउचाउ मात्रै लाने हो। आमामा चिसन लानु कति भयो? दुईटा कम भएको छैन। 1 2 3 4 5 6 7वटा भयो। कति लाने? 7वटा लानु। 7वटा हुन्छ, पुगिहाल्छ नि। अब चिसो कसरी हो भाइको? 250 खाले मात्र एउटा चिसो दिनु। 200 खाले छैन? यो ठुलोवाला छैन? त्यो चिसोमा राखेर लानु। अनि एउटा भुजा दिनु। धेरै चिसो होइन, ठिक भएको। चाउचाउ बेचेपछि अन्डाको बेच्नु पर्यो अब तपाईँले। अनि अब भुजा दिनु 1 प्याकेट। 1 प्याकेट दिनु। एक पानी पुग्दैन है, सानो प्याकेट पुग्छ। खोइ कत्रो दिनु न। यही हो यत्रो यो बच्चाहरूले के खाने हो? भरे खाने बेलासम्म त तातो होला कि यिनीहरूको उसमा राख्ने के यो अहिलेको ए अहिले खाइहाल्छ नि। अहिले अब विन्टर हो नि त पुरा। अनि दुईटा चाउचाउ दिनु। दुईटा होइन, 3टै लैजाउँ। 3टै दिनु। करेन्ट होइन, 20 खालको हो त्यो। करेन्ट 3टा भयो। तपाईँलाई याद देखाएको के साउनी दोकानको माइतीलाई भाइरल बनाइदिने हो कि गाइस। हामीले यस्तो किनेर चट्टा लाएर होइन 7वटा। अनि यो 3टा हिसाब गर त त्यहाँ अघि। ए मोबाइल, मेरो मोबाइल यहाँ छिटो पनि किन्न लाग्यो गाइस। भुजा छ, ड्युट छ, चाउचाउ छ, चोखोपन, चिगम। 45 को होइन यति भएपछि कतिको? ए यसलाई झुन्डाउनु छैन?
यसमा अटाउँछ अटाउँछ होला च्यातेर झरेर भाग्नु झुन्डे हुन्छ च्यातिनु पर्दैन गाई हामी अब जानुभएको पार्टी अब खट्टा लगाएर अब हामी यस्तो किनेर चुरेमा जाने आज चुरेको गाईहरू म चाहिँ चौधवाली है चौधवाली भुजावाली अब गाई छाडी चाहिँ अब यस्तो बोकेर हामी जान पर्ने कस्तो राम्रो देखेको रजनी कपडा त्यहाँ रातो भएर हो सक्नुहुन्छ है मलाई पनि थाहा छैन यस्तो नाच्नु गानु पनि गर्नु पऱ्यो नि होइन यत्रो हो यहाँबाट यो यस्तो चुरेको पानी घाटमा पनि खान हिँडेको यहाँ देख्न सक्नुहुन्छ मेरा बुढाहरू यसरी हामी चाहिँ यसरी अब चलो भन्दै हिँड्नु यसलाई चाहिँ गाई च्यानघाट पनि भन्दो रहेछ यो देख्न सक्नुहुन्छ ल लास्स बाजे भन्दै हाम्रो बहिनीले चाहिँ म आए बाजे लस्स बाजे भन्दै यता हेर त को बहिनी हो भनेर हो ए त ल गाइसहरू हामी चाहिँ यहाँ खोलामा आइपुगिसक्यो अब देख्न सक्नुहुन्छ खोला मजा अन्त आज त मजा आउने भयो गाइस आज त हामी चाहिँ यहाँ खोला यो रातो रातो यहाँ चाहिँ मेरो साथीहरू छ गाइसहरू खोला हिँडिरहेको हामी चाहिँ चुरेको पानी घाटमा हामी चाहिँ अब पिकनिक खान जान पर्ने हुन्छ सबैले हेर्दै गर्नुलाई मेरो भाइ बहिनीहरू यस्तरी दुःख गर्दै हिँड्दाखेरि यसो भन्नुभएको थियो मामा आइदिनु चाहिँ बारीमा खाने भनेको होइन उहाँ लाठीवनमा कि रजिनालाई यतै बोलाएर उहाँनिर त्यो लाठीवनमा त के मजा आउँदैन लाठीवनमा नि यस्तो सफा ठाउँ छ कि एउटा त्यो चित्ताल बनेर उभिएर कस्तो सफा यस्तो दामी छ कि त्यो ठाउँ नि अनि त्यो ठाउँमा बोलाएको थियो कि उता भान्जीलाई यतै बोलाएर उता गएर खाउँ न त भन्नुभएको थियो तर हामी यो चाहिँ गाईहरू देखाएको न हो यो हाम्रो खोला हाम्रो घरतिर आउँछ भनेर घरतिर आउँछ भनेर यस्तो यो ड्याम लगाएको गाइस बर्खाहरूमा अब यस्तो पानी आउँछ नि अनि हामी नि गाइसहरू हामी नि त्यो माटो लिन नि यहाँ पनि यहाँ चाहिँ रातो माटो खन्ने ठाउँ अरे अनि माथि चाहिँ मेरो भाइ ल्याऊ राम्रोसँग होइन ल हामी चाहिँ उहाँ पर जानुपर्ने हुन्छ उहाँ अनि हो यो ठाउँमा जानुपर्ने हुन्छ कि यतिको हो
बट्टा त्यहाँ लगाएर पहिला त झनै के अरे त्यो रड ढुवाङको मम्मीहरूसँग आउँदाखेरि त झनै हामी त्यो ठुलो भिरमै गएको हो कि पहिलो माटो खन्नलाई हो त्यो पनि भित्तामा चढेर म चाहिँ एकचोटि आएको छु कि त्यो दसैँको बेलामा फर्स्ट टाइम आएको छु एक बोरा माटो लिएर चाहिँ गएको हो त्यहाँबाट सो गाइस अहिले चाहिँ हामी आइपुगेको छौँ देख्न सक्नुहुन्छ यत्रो भिड तल तल जाऊँ घाम मर गई आया ए सामानहरू राख एकछिन सास लिउँ न है कम त गर्नु भएन साथीहरू हामी चाहिँ यहाँ खोलामा आइसकेका छौँ अनि यहाँ रहेको छ पानी डेस्टिनेसन जस्मिन थाहा छैन मलाई के हो अब हामी लेसन लाउनको लागि माटो लिँदा चाहिँ छौँ चाख्नु न त त्यसरी नि चाख्छ केरम चाख्नु न साँच्चो ओएम कस्तो मिठो ओए भयो कि नखानु म नि खानु पर्यो यार म ट्राई हान्छु है कस्तो चक्लेट जस्तो हेर्न गाइस यो माटो हेर्न खाइदिएँ मैले त हे भगवान मिठो मिठो हालौँ न यो पनि यहाँ भिडियोमा हेर्नु अहिले यस्तो करम माटो खाइदियो मैले पनि खाइदिएको अलिअलि हाम्रो चाहिँ छ यहाँ हामी साग गुनाएको करण चौचौमा खानालाई त्यहाँ हुनुहुन्छ बानी दिदी सबैजनाले लेसन लाउनु होला अब रजिनाकोमा चाहिँ चलो भनेर त्यो राम्रो लिसाइलो माटो त्यही त अनि त्यो मैले जम्मै खाएर कस्तो लिसाइलो माटो यार हाम्रो उताको त खस्रोवाला हो नि ओए माटो राम्रो हुन्छ नि घर बित्नलाई मजाले है खस्रो माटो भन्दा यस्तो खालको माटो राम्रो हुन्छ नि आगो बलिरहेको होला गइहाल्यो नि उद्यो यो जान्छ कि रोक्नु अहिले बाबु नगर यता यता आऊ लेसन नि लिएर भ्याइयो पानी उमालिएको छ आलु चटपटमा खानालाई सो नजारो हामीहरूले तपाईँहरू सब्सक्राइब लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला
को लागि भन्नु न चटपटेको लागि हैन स्पेशल बनाएर खाना पर्छ पाउनु भएको यहाँ आलु पाकेर मैले यहाँ निकाल्दै केलाउँदै गरिरहेको छु उता उले चाहिँ खुर्सानी किनिरहेको छ आलु निकाल्नु न ल भाइलाई चाहिँ यहाँ आलु केलाउने अरे आथा आयो नि बाबा लाजले आयो ले हामीले त पाटेक पिटिक भइज वाउ तर नि यहाँ खुर्सानी हामी करेन्ट हाल्ने करेन्टको भाइ चाहिँ चटपट खानालाई हालम है यहाँ खाओ जल्दी दाउरा सकेको अवस्थामा दाउरा खोज्दैछु म भेटाएँ अलिकति यतिले नि पुग्छ दाउरा लिएर जानुपर्ने हुन्छ अलिकति भयो नि त मेरो एक मुठी हाहा यसका बाउ त यति भयो नि मैले भेटाएँ अहिले यतातिर त कसरी पाउँ त यो खोलातिर त्यो बाढीले बगाएर ल्याएको दाउराहरू के हो अनि मैले लिएर आएँ यो चाहिँ बान दिदीको भ्लगमा मैले बोयमा बनाइदिएको किनकि उहाँ बिजी हुनुहुन्छ खागलो लाउनु पानी पानी रे दाउरा यति भेटाएँ मैले अनि यति ल्याइदिएँ कि ल अनि यहाँ छ हाम्रो चटपटेको लागि खुर्सानी रेडिमेड खुर्सानी ल्याउन बिर्सेछौँ कि हामीले हुन त हो यहाँ चाहिँ छ चटपटको तयारी भइरहेको छ भयो यति पानी त हुन्छ यो चिसो चाहिँ त्यही पानीमा लगाएर राख्नुपर्ने छोडिदिनु हाल्दै ल भयो ल खाऊ अहिले चाहिँ हामी खाएर सब टन्न परेर यति खान नसकेर यिनीहरू बसिरहेको छ सो गाइज अहिले चाहिँ हामी यहाँ पिकनिक खाएर यहाँ यिनीहरूले भाँडा माझ्दैछ यसरी यता हेर्नुहोस् तपाईँहरू यता हेर्नुहोस् के भन्न चाहनुहुन्छ आज कतिको रमाइलो भयो हाम्रो सोल्डीले यहाँ भाँडा माझ्दैछ हामी पनि यो बाटो माझेर अनि अब हामी घर जानेवाला छौँ हेलो गाइज अब चाहिँ हामी घरतिर जान पर्ने हुन्छ वापको पुन्द्रो बोकेर अब हामी घरतिर गएको हामी घर आयो अब भिडियो लास्टसम्म हेरेर माया गरिदिनु होला सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट शेयर सब्सक्राइब लास्टसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद आजको लागि यति बाई बाई